कोरियामा हार्दिक स्वागत छ। के तपाईँ साँचो सुखको खोजीमा हुनुहुन्छ? यो पलले तपाईँको जीवनमा अद्भुत आशिषको सुरुवात गरोस्। अहिले म तपाईँलाई आशीर्वाद दिन एक क्षण प्रार्थना गर्नेछु। प्रभु, यहाँ उपस्थित डायस्पोरा युवाहरूको लागि प्रार्थना गर्दछु। तपाईँले उहाँहरूलाई कहाँबाट ल्याउनु भयो र अब कहाँ पठाउनुहुन्छ, तपाईँको हृदय उहाँहरूले बुझुन्। तपाईँको वचन सुन्दा पवित्र आत्माले उहाँहरूको मनमा आगो लगाइदिनुहोस् र येशूलाई भेटेर नयाँ र समृद्ध जीवन सुरु होस्। उहाँहरू तपाईँसँगै हिँडुन् र तपाईँले संसारलाई महिमाले भर्नुहुन्छ भनेर देखुन्। येशूको नाममा प्रार्थना गर्दछु। आमेन। तपाईँ यहाँ केवल काम गर्न मात्र आउनुभएको होइन। परमेश्वरसँग तपाईँको लागि विशेष योजना छ र उहाँ यो क्षणमा पनि तपाईँसँगै हुनुहुन्छ। हामी पैसा, सफलता र प्रेमको पछि लाग्छौँ, तर हाम्रो हृदय अझै खाली छ, किनभने हाम्रो आत्मा तिर्खाएको छ। तपाईँ यहाँ संयोगले हुनुहुन्न। परमेश्वरले तपाईँलाई सृष्टि गर्नुभयो। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ र आशिष दिन चाहनुहुन्छ। पापले हामीलाई परमेश्वरबाट टाढा धकेलेको छ। त्यसैले हामी साँचो शान्ति वा आनन्द पाउन सक्दैनौँ। हामी परमेश्वरभन्दा आफैमा बढी भरोसा गर्छौँ र आफ्नै तरिकाले बाँच्न चाहन्छौँ। तर तपाईँको जीवनको असली मालिक को हो? पापको परिणाम मृत्यु हो, परमेश्वरबाट अनन्त अलगाव। उहाँ बिना साँचो शान्ति छैन। परमेश्वरले हामीलाई कहिल्यै त्याग्नु भएन। येशू हाम्रा पापहरूको लागि क्रुसमा मर्नुभयो, परमेश्वर कहाँ जाने बाटो खोल्नुभयो। आज येशूलाई आफ्नो हृदयमा स्वागत गर्नुहोस्। उहाँले तपाईँलाई क्षमा गर्नुहुन्छ र अनन्त जीवन दिनुहुन्छ। येशूलाई विश्वास गरेर यो प्रार्थना गर्नुहोस्। परमेश्वर, म पापी हुँ। म येशूलाई विश्वास गर्छु। मेरो जीवनको मालिक बन्नुहोस्। येशूको नाउँमा म प्रार्थना गर्छु। आमेन। बधाई छ। अब तपाईँ येशूसँगै नयाँ जीवन सुरु गर्नुभयो। तपाईँ आशिषमय प्रवासी हुनुहुन्छ। अब सुसमाचार केन्द्रित मण्डली र समुदायसँगै बढ्नुहोस्। परमेश्वरको वचन र प्रार्थनामा आफ्नो जीवनको आधार बनाउनुहोस्। तपाईँ मार्फत परमेश्वरको आशिष अरूलाई पनि प्रवाहित हुनेछ। शुभ सन्देश ध्यानपूर्वक सुन्नुभएकोमा धन्यवाद।
प्रभु सधैँ तपाईसँग रहनुहोस् र तपाईलाई आशिष प्रदान गर्नुहोस्।